एकजना शिष्य थियो र एउटा गुरु थियो। एक दिन शिष्यको मनमा एउटा क्वेसन उत्पन्न भयो र गुरुसँग सोध्यो कि गुरु, म त धेरै परेशान रहन्छु जति बेला, मलाई एउटा यस्तो मन्त्र दिनुस् जुन मन्त्रले मलाई परेशानियाँ खत्म गर्न सक्छ। त्यसपछि गुरुले हाँस्दै एउटा जवाफ दियो कि बाबु, तिमी गाउँमा जाऊ र गाउँमा सबभन्दा खुसी व्यक्ति को छ त्योसँग एक मुठी चामल मागेर ल्याऊ। बाबुले सुरुमा त यस्तो काम गुरु, यति सिम्पल, हाँस्दै कुद्दै गयो। जब गाउँमा गयो र जुन व्यक्तिको बारेमा उसले सधैँदेखि यो मान्छे त धेरै खुसी छ भनेर जानेका महसुस गरेका थिए, त्यो व्यक्तिनिर गएर भन्छ कि मलाई थोरै चामल दिनुस्, मेरो गुरुले पठाएको छ, किनभने तपाईँ धेरै खुसी मान्छे हुनुपर्छ। त्यसपछि त्यो व्यक्तिको जवाफ आयो कि म खुसी भित्रबाट छैन, किनभने मेरो परिवारभित्र धेरै कलह चलिरहेको छ। त्यसपछि ती शिष्यले आश्चर्य मान्दै अर्को खुसी भएको व्यक्तिनिर पुग्दो रहेछ। त्यहाँ जाँदा फेरि त्यही जवाफ कि तपाईँ त धेरै खुसी मान्छे हुनुहुन्छ, मेरो गुरुले खुसी मान्छेनिर गएर थोरै चामल मागेर ल्याऊ भनेछ। त्यसपछि त्यो व्यक्तिले भनेछ, म खुसी छैन, किनभने मेरो आर्थिक स्थिति भित्रभित्रै धेरै कमजोर छ। त्यसपछि त फेरि त्यो शिष्य आश्चर्य भएछ, फेरि अर्को व्यक्तिनिर गएछ, त्यहाँ पनि त्यही जवाफ कि तपाईँ धेरै खुसी मान्छे हुनुहुन्छ, मलाई थोरै चामल दिनुस्, गुरुको आग्रह छ। त्यसपछि त्यो व्यक्तिले भनिरहेछ कि म खुसी छैन, किनभने म जुन जागिर गरिरहेको छु त्यो जागिर सबैको लागि राम्रो छ, तर त्यो भित्रको जुन समस्याहरू छ त्यसले मलाई सताइरहेको छ। यो कुरा सुन्दाखेरि यस्तै गरेर त्यो शिष्यले पुरा गाउँसम्म पुगेछ र पुरा गाउँमा घुम्दाखेरि त्यो व्यक्तिले कहीँ कतै जुन व्यक्तिलाई आफूले खुसी ठानिरहेको थियो त्यो व्यक्ति पनि दुखिरहेको छ। त्यसपछि त्यो शिष्य आश्चर्य मान्दै निराश हुँदै गुरुनिर पुगेछ। त्यसपछि गुरुलाई भनेछ, गुरु, म त जसलाई खुसी ठानेको थिएँ, यो पुरा समाजमा त कोही पनि खुसी देखिरहेको छैन। त्यसपछि गुरुले जवाफ दिनुभयो, बाबु, तिमीलाई अब तिम्रै क्वेसनको आन्सर भेटिसकेछ। त्यसपछि शिष्यले सोधेछ, के छ गुरु यसको आन्सर? त्यसपछि गुरुले जवाफ दिन्छ, बाबु, जब जब तिमी अरूसँग तुलना गर्छौ तिमी सधैँ परेशान रहन्छौ। त्यो अरूसँग तुलना गर्नुको बावजुद तिमी भित्र भएको राम्रो क्षमतालाई उखेल्नु पर्छ, विश्वस्त भएर अगाडि बढाउनु पर्छ र जुन कमजोरियाहरू तिमी भित्र छ त्यसलाई बिस्तारै बिस्तारै सच्याउँदै जानुपर्छ। सबभन्दा ठुलो खुसीको मन्त्र यही रहेछ। धन्यवाद।